माई गॉड सॉरी नअल्झेको त्यहाँ यसको फ्लेभर त काँचो आलु जस्तो अरू त मलाई नाम पनि थाहा छैन स्वाद पनि थाहा छैन हेलो एभ्रीवन नमस्ते वेलकम ब्याक टु आवर च्यानल I'm Sanvika and I'm Sanvika's mom. So आज हामी कहाँ जाँदैछौँ आज चाहिँ नि फुडको भ्लग हो आज हामी फुड हन्टिङ गर्न जाँदैछौँ त्यो पनि दरबार मार्गमा हो कि होइन सी फुड खाने मिल्छ नि ओहो सी फुड खान जाने आज आज चाहिँ नि बाबाले हामीलाई कहाँ लान लाग्छ छ दरबार मार्ग लान थाल्छ अनि हामीलाई चाहिँ नि हुन हामी भन्छेको छैन अनि बस हामीलाई के हिन्दी छ हामी यस 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 चाइनिज खाना चाइनिज फुड खान जान लागेको हामी मलाई सब्जी चलाउन आउँदैन साल्मिकालाई आउँछ साल्मिकाले इन्जोय गर्ने भयो अनि त्यही पनि ब्याग पनि रेडी छ हाम्रो अब हामी गइरहेछौँ बाबाले पठाउ बोलाउँदै बसिन्छ सो अब हामी एकछिनमा निस्किन्छौँ म त चाइनिज ट्राई गर्ने हो अनि सान्तिकाले के खाने मलाई थाहा छैन सी फुड खाने हो ओ सबैजना फ्यामिली गएर रमाइलो गर्छौँ अनि के अरे हामी आज चाहिँ नि कुन ठाउँ हो भनेर हामीलाई थाहा छैन है बाबाले एकदम सिक्रेट राखेको छ त्यो कुरा अनि त्यहाँको खाना कस्तो रहेछ सबै एभ्रिथिङ हामी यो भिडियोमा देखाउँछौँ हस् हजुरले हेर्नु होला इन्जोय गर्नु होला हामीलाई माया गर्नु होला कमेन्ट गर्नु होला लेट्स गो हामी अब ट्याक्सी चढ्दैछौँ हजुर अगाडि बसिन्छ ल म बस्छु यहाँ म ट्याक्सीमा बस्दैछु यस लेट्स गो सन्बो मक्क पराएको छ एउटा मान्छे हाई किचन कहाँ जाँदैछौ तिमी साढे 6:30 जति भयो होला है राजसाबले ढिलो भयो भने एकदम कराउँदै गइसन्थ्यो हो है सानो बाबा कराउँदै गइसन्थ्यो अनि छिटो छिटो गरेर हामी निक्लेको हो अब राति नै पर्छ होला बाबा हामी फर्किने बेलामा राति नै पर्छ होला सायद नाइटमा नै फर्किन्छौँ होला आज राजसाबको सरप्राइज कस्तो हुन्छ हामी यो भिडियोमा हाल्छौँ अनि के खान्छौँ के गर्छौँ भनेर है त खास भने न यस्तो म्याजिक छ बाबा अगाडि बसिया छ हेलो सरप्राइज दिने मान्छे अगाडि बसिन्छ त्यहाँ आछ घाम है घाम त्यहाँ छ सनसेट हुन छ त्यहाँ सनसेट हुन छ है राम्रो देखाएको अहिले हामी सिधामङ्गल आइपुगेका छौँ है अब सिधामङ्गल भएर जाँदैछौँ है सानो हामी अब यहाँबाट कति लाग्छ बाबा दरबारमा पुग्नको लागि जाम भयो भने टाइम लाग्छ हुन त कति जाम होला र यति जाएको भाइ साइरा चाहिँ साडीहरू रातै बेच्न राखिसकेँ है सान्दु के भयो अहिले हामी पुरानो बानेश्वर आइपुग्यौँ लोकल रेस्टुरेन्टको अगाडि छौँ ठ्याक्कै यस्तो लोकल रेस्टुरेन्ट छ त्यहाँ माथि हामी यतापट्टि छौँ कपाल काट्ने भएको छ है सानो तिम्रो हामी मैत्री देवी आइपुग्यौँ है सेतो पुल हो नि यो सानतिर के गर्दैछ गीत गाउँदैछ त्यहाँ झ्यालमा बसेर हामी अहिले पुतली सडक आइपुग्यौँ रात अहिले बन्द थालिसक्यो सानो डल्नु यहाँ के छ नचलाऊ बाबा त्यो बक्स नचलाऊ किरीहरू हुन्छ है टोक्छ किरी हुन्छ नगर साँच्चै भनेको हो त करेन्ट पनि लाग्छ अलिअलि त्यहाँ पुतली सडक आइपुग्यौँ अब हामी यहाँबाट रात पनि लागिरहेको छ बर्बाद छ के हुने हो
ग्लास हाउस हो नि बाबा यो यस ग्लास हाउस देखेको थिएँ भर्खर त्यहाँबाट छेक्यो नि त हो काठमाडौँमा अरू जे भए पनि रेस्टुरेन्टको कमी चाहिँ छैन कि बाबले गल्ली पछि रेस्टुरेन्ट छन् कति रेस्टुरेन्ट त कति के रेस्टुरेन्ट छैन यस कति रेस्टुरेन्टमा चाहिँ छ यार गल्लीमा यो हाम्रो अफिसको हेड अफिस यहाँ पार्टी यहाँबाट दरबार मार्केट है प्लान्टहरू फुलहरू भएर हामी दरबारमा इन्ट्रीमा आइसक्यौँ है अब चाहिँ हो पार्कमा हो र थाहा छैन ल अब हामी झर्छौँ है कासाप झर्ने हो दरबारमा आइपुग्यो सानी यहाँ पछि राख ल हजुर हामी दरबार मागमा झरिसक्यौँ ट्याक्सीबाट अब हामी कहाँ जाने हो हामीलाई थाहा छैन भन्छ हामी कहाँ जाने हो राजा द पार्कमा हो माइ गड अघि नै भन्नु पर्दैन त ल अब हल्का साँझ परेको छ है रमाइलो छ दरबार मागको सिन है चहल पहल एकदम रमाइलो छ यी सानबिगाको बाबा अगाडि पुगिसके हामी चाहिने कहाँ हो भनेपछि पार्कमा द पार्कमा जाँदैछौँ है अहिले भर्खरै भइसक्यो राजा हामीलाई यहाँ ल हामी चाहिँ पार्कमा इन्ट्री गरिसकेका छौँ इट्स एन अमेजिङ रेस्टुरेन्ट है आहा कस्तो राम्रो ग्रिनरी त कति मजाको ओके माथि जाने हो चराहरू कति मजासँग कराइरहेको नि त्यहाँ चराहरू के रहेछ उहाँ कस्तो मजासँग कराइरहेको चिरिपिरी गरेर हामी माथि जाँदैछौँ सानो उता हेर्दैछ त हाई भन्दैछ न हाई राम्रो छ फेरि हाई मामु हाई कस्तो राम्रो छ है कुल के मलाई सबभन्दा ग्रिनरी चाहिँ एकदम मन पऱ्यो अनि एम्बियन्स पनि दामी नै छ सरी भन्नु अल्झेको त्यहाँ लोटेको यस आउ यहाँ भिडियो बनाउनु मन लागिरहेको छ मलाई हामी आइपुग्यो अब हामी एकछिन रमाइलो गर्छौँ अनि त्यसपछि निक्लिन्छौँ एकदम प्याक रहेछ है सबै यो रिजर्भ रहेछ अनि हामीले एउटा बल्ल हेरेर सिट पाएको छौँ हेलो सानो हेलो के खाइसिन्छ त सानोमा हामी के खाइसिन्छ त ए सुसी भने चाहिँ फेरि पानीहरू आउँदैछ सानोमा सुसी पाउँछ नि हेर्नु सोधौँला है नानी स्माइल गरेर खै स्माइल खै स्माइल गरेको मम्मी हान्थ्यो त मेरो बाबा हजुर के अर्डर गर्छु हजुर जस्ट मेन्यु हेर्दैछौँ
अर्डर गर्दैछौँ है। अब के अर्डर गर्छौँ, सानले के अर्डर गर्छ, बाबाले के अर्डर गर्छिन्छ, अनि त्यसपछि हामी खान्छौँ। सान्टिकाको स्ट्रबेरी मिल्कसेक आइसक्यो। खाउँछु र खाइदेऊ अन्त खाइदेऊ। खानु मन पऱ्यो कि नै तिमीलाई सेक? मन पऱ्यो? यो के हो यो? सलाद? कुकुम्बर सलाद सानीले खान लाग्यो। स्टिकले ट्राई गर्दैछ। कस्तो छ त्यहाँ मासु? Ready to have. Right? What is this? Oh my god! इसको छुट्टै छ फेरि। यसको फ्लेभर त काँचो आलु जस्तो। I don't know what is this. हेर्दाखेरि नुडल्स हुन्छ है। हाम्रो अर्को पनि डिस आइसकेको छ यहाँ है। बाबा के सल्लाह गर्दैछन् त्यहाँ। स्पाइसी सस है राजा यो त? पुरा खुर्सानी छ भाइ। रातो खुर्सानी म दिन्छु। सान्दु सकिन्छ खाना आज? सकिनु छ यार खाना। Do you like this? Yeah, आज कसरी खाए? खाँदैछ कस्तो पिरो भइरहेछ है। रासा पनि खाँदै उसिन्छ, म पनि खाँदैछु, सानी पनि खाँदैछ। Oh my god, पिरो के हो त्यो माथि सिम्बल्स? यो त टेस्टी होला जस्तो नि। दिस इज ब्राउन हो बाबा यो त?
एकदम मिठो छ अरू त मलाई नाम पनि थाहा छैन स्वाद पनि थाहा छैन ओ माई गुडनेस खुर्सानी पुरै खुर्सानी छ कि त्यो रातो खुर्सानी सानो पिस बनाएर हालेको लास्ट पिरो शान्त पुरा मोबाइलहरूलाई चाहिँ खाएर थाकिसक्यो ए यो सरप्राइज होइन हजुरले हामीलाई दिएको खुर्सानीको सरप्राइज मलाई प्राउन चाहिँ अलि मिठो लाग्यो प्राउन चाहिँ मिठो सबभन्दा स्पाइसी सबै खुर्सानी नै खुर्सानी छ डेन्जर छ खान सकिरहेको छैन एकदम धेरै जतिको जति छ यो कसरी खाने है सबैभन्दा मिठो यो लाग्यो सबैभन्दा मिठो टेस्ट चाहिँ मिठो यो चाउमिन भइहाल्यो यो के आइटम थाहा छैन अरू के आइटम छ यो थाहा छैन मलाई बट आइ एम जस्ट इन्जोइङ माई फुड ठिक छ खायो पेट पुरा फुल्छ अझ फेरि के जुस खानु बाँकी के अरे सुप खानु बाँकी छ अरे सबैजना मोबाइल जानु खत्तम छ पुरै रासाको सरप्राइज पुरै रहेछ नयाँ टेस्ट हो आजको चाहिँ खाना है अनि रासालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है यति मिठो खाना खुवाएकोमा है स्वाद चाहिँ अब फर्स्ट टाइम खाएको भएर कतिपय डिसहरू फर्स्ट टाइम खाएको भएर थाहा पनि भएन हामीलाई नाम न स्वाद है त्यही पनि खाएँ र फाइनली एकदमै राम्रो भयो है आज चाहिँ सुप हो अरे है यो चाहिँ कम्प्लिमेन्टको लागि सुप पनि खान पाइने रहेछ है रासा खाइराखिरहेछ सुप म पनि खान्छु अब बिल पनि आइपुग्यो हाम्रो यो ग्रिन टी जस्तो छ भाइ यसको फ्लेभर ग्रिन टी जस्तो फ्लेभर छ यसको कम्प्लिमेन्टको रूपमा यो टी पाइँदो रहेछ है अब हामी चाहिँ नि यति खाएर घरतिर लाग्छौँ राजसापले चाहिँ नि राजसापले अनि कहाँ ल्याउने भन्दाखेरि त्यो पार्कभित्र जेट रेस्टुरेन्टमा ल्याइजा रहेछ है नाम पनि भर्खरै थाहा पाएँ खाइसकेपछि कस्तो लाग्यो आजको खाना मिठो लाग्यो मेरो सानोलाई यहाँनिर है रासामा पे गर्दै बसिन्छ एकदम रमाइलो छ यहाँ है दृश्यहरू रमाइलो छ अब हामी चाहिँ नि ट्याक्सी बोलाएर घरतिर जान्छौँ अब हामी ट्याक्सीमा चढिसक्यौँ अब हामी घरतिर जाँदैछौँ एकदमै सुनसान छ है अनि अब हामी 15 मिनट जति अब अहिले त त्यति धेरै उ पनि हुँदैन है ट्राफिक पनि हुँदैन है आइपुगिहाल्छ 15 मिनटमा पुगिहाल्छ राति त कति उज्यालो देखिने है जताकति साइकल चलाउनु चाहिँ सहिलो हुँदो रहेछ रातिमा मान्छेहरूलाई आउँछ क्या लिएर होइन 22 लाख ओ माई गॉड 15 मिनटमा हामी घर पुग्छौँ है रासा भन्दै आई वान्ट टु टेल यु आजभोलि त फुटपाथ टन्न हुँदो रहेछ है यहाँ बाहिरपट्टि मान्छेहरूले सामान बेचिरहन्
पहिला त थिएन यस्तो राम्रो पनि हो क्या, अब यो बेसी टाइम दियो भनेपछि अब एकछिन एक राउन्ड यतातिरबाट घुमेर जान लाग्छौँ घर है ओहो यस्तो लाइटनिङ टाइपको भएको नि यस्तो छ दानामा अनि सान्बु ट्याक्सी खान आउने होइन त नेक्स्ट टाइम ल ल दामी देखिरहेको छ डर लाग्छ रातिमा मैले सदस्य भन्दैछ छ है सानो अगाडि राजाले साबन छोडेको थियो साबन छोडेको थियौँ हामीले अनि एक राउन्ड मारेर आएको हामी फेरि जाने है अझै जाने फाइनली सामान छिटेको जाने हामी सिंहदरबार अगाडि आइपुगेका छौँ राजा 9 बज्न लागिसक्यो है के गर्दा गर्दै ढिलो भइहाल्यो अब हामी एकैछिनमा त्यही 10-15 मिनट पुग्छौँ सानी महारानी भुस होइसिन्छ यहाँ सुतेर सुतिसकेको छ सानी महारानी माथि गरेर आइपुग्यो लाइटले गर्दा त राति जस्तो लाउने होइन हामी बगर महल आइपुग्यौँ पुगेर अब धेरै त छैन है राति पनि अलिअलि जाम त परिरहेछ जाम पर्दैन जस्तो लागिरहेको थियो तर हल्का फुल्का जाम चाहिँ पऱ्यो थोरै यहाँ अगाडि आलेश्वर आइपुग्यो मेरो आलेश्वरबाट त नजिकै छ हामी बस्ने एक ठाउँमा जाम पऱ्यो भनेपछि अलिअलि जाम पर्ने कि सबै ठाउँमा जाम पऱ्यो क्या एकै 23 सेकेन्डको क्या पानुसर पनि कटियो बेलकुनी आइपुग्यो हामी मर्छौँ त्यसपछि अब बढीमा 10 मिनट्स जति लाग्ला लौ कति बज्यो 9 बजे पनि मन्डी यस्तो पुरा एकदम झिलिमिली छ त मन्डी त रहेछ हेर्छु त 9 बजे पनि यस्तो छ झिलिमिली मन्डी ल ल हामी आइपुग्यौँ तपाईँको घर चप्पल खोलेको हो तपाईँको चप्पल ल्याऊ म बोक्छु तिमीलाई आऊ बुई आऊ चप्पल लिएर आऊ हातले समाएर ल सुतेर हेर ट्याक्सीमा छोरीको पारा यस्तो छ ल आऊ रातिको 9 बज्यो अनि हामी भर्खर घर आइपुग्यौँ एकदमै धेरै के भन्छ थकाइ भनौँ न खाएर थकाइ लागिरहेछ अनि रमाइलो पनि त्यस्तै भयो एकदमै धेरै इन्जोय गऱ्यौँ हामीले फुड अनि सो गाइज अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो बाई बाई सी यू इन नेक्स्ट टाइम